केपी ओलीको दम हेरौँ। सक्यो कम्युनिस्ट। कम्युनिस्ट भन्ने नामका तस्करहरूको खेल खत्म भयो आजदेखि। आज देशको प्रधानमन्त्री हो केपी ओली, कोही बोल्न सक्दैन। तर दुर्गा प्रसाई च्यालेन्ज गर्छ केपी ओलीलाई, तिमी अपराधी हौ, तिमी हत्यारा हौ, तिमी नेपाली जनताको लिडर होइनौ, तिमी मारवाडीको पार्टनर हौ। केपी ओलीको जस्तो तरुणी घुमाएर बेलुका रक्सी खाएर केटी सुताउँदै हिँड्ने युवासँग होइन यो। हिजो उद्योगपतिहरूलाई यिनीहरूले जसरी मारेको छ, लखेटी 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 लखेटी, अनि आज तै पुनि एमाले मै पुनि एमाले भनेर साराका सारा मान्छे बेकुब बनाएर प्रदेशको सदस्य बनाइदिन्छु, तिमीलाई केन्द्रीय सदस्य बनाइदिन्छु, तिमीलाई माननीय बनाइदिन्छु भनेर बेलुका माल खाने रक्सी खाने तिनै महिलासँग सुत्ने एमालेको गति। नानी भन्ने पछाडिबाटबाट चाहिँ नि त्यो के भन्छ बोटिसको त्यो तानेर तन्काएर छोडिदिने को रहेछ। यो देशको नीतिगत भ्रष्टाचारको चार गर्नेको नाइके भनेको केपी ओली। कम्युनिस्टहरूलाई यहाँबाट खेद्नुपर्ने, लातको लात हानेर खेद्नुपर्ने त्यो युवा दस्ता तयार भयो क्या। त्यही हो खुसीको कुरो। हिन्दूलाई ब्ल्याकलिस्टमा राखेको छ यी पादरीहरूले। यो राख्ने को भन्दाखेरि केपी ओली पादरी, प्रचण्ड पादरी, शेरबहादुर पादरी, त्यो माधव कुमार छ नि गनाउने मुख पादरी, बाबुराम भन्ने अर्को बाहुन पादरी। आई लभ यु केपी बा भन्दै भन्न छोडेछन्। नेपालभरि सांसदका घर, नेताका घर, सबै तस्करका घर घर लखेट्न जाउँ त, सबै ग्रुप बनाएर। केपी ओली शासक होइन नि, केपी ओली भनेको यो देशको नाशक मान्छे हो। कुरो बुझ्नुभयो नि तपाईँहरूले? यही स्टेजबाट केपी ओलीले राम्रो बोल्थे, अहिले आएर बोल्न सक्दैनन् नि? सक्छन्? त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नुहोस् भने जतिखेर मैले यिनीहरूको बुझेँ नि राम्ररी, हसिना छन् नि, हसिना नेपालका सबै हसिनालाई भाग्न दिने होइन, झुन्ड्याउनु पर्छ, झुन्ड्याउनु। नमस्ते। धेरैजना साथीहरूले धेरै कुरा गरिसक्नुभयो। अब धेरै कुरा तपाईँहरूले बुझि पनि सक्नु भएको छ। हामी यहाँ आज किन उपस्थित भएका छौँ र हामीले 79 साल फागुन 1 गते राजाको हातबाट दियो, मेचीको किनारमा दियो किन बालेको थियौँ? बाल्नुको मुख्य कारण के थियो? आज मलाई लाग्छ मैले हिजो बिएनसी मेडिकल कलेज सुरु गर्दै गर्दाखेरि म एक्लै भएको थिएँ। कुनै बेलामा मलाई बौलायो भन्थे,